धनी परिवारमा बिहे गरेर गएकी छोरीका लागि पनि माइतको कोसेलीको महत्व। मम्मी कस्तो हुनुहुन्छ? ठिक हुनुहुन्छ? ठिकै छु। तेरो पो बरु अलिक स्वरहरू त अलिक अर्कै सुन्छु। के भयो नानी, सबै ठिकै छ नि? होइन, म ठिकै छु। आज त दिउँसो फोन गरिस् त, अरू बेला त कहिले दिउँसो फोन गर्दैन थिइस् त? अरू बेला पनि गर्नु त गरेको हुन्छु, तर दिउँसो खासै भ्याउँदिनँ। तपाईँलाई एउटा कुरा भन्नुपर्ने थियो। दाजुलाई भनेर नि मलाई 1 कार्टुन आँप पठाइदिनुहोस् न। किन नानी, त्यता पाउँदैन र? म त पाउँछ नि मम्मी, तर अस्ति भर्खर देउरानीकोबाट आँप, लिची, काँक्रा पठाइदिनु भयो। मलाई पनि त यसो माइतबाट पठाइदिएको भए हुन्थ्यो। मलाई पनि त माइतको कुराहरू खानु मनपर्छ मम्मी। त्यस्तो पठाउनु मन नभएको होइन छोरी, हामीलाई यहाँ खाँदा तेरो याद धेरै आउँछ। अब तँ धनी परिवारमा बिहा भएको छस्, हामीलाई लाग्छ कि ज्वाइँले ल्याएर खुवाइहाल्नुहुन्छ, त्यही भनेर छोरी हामीले नपठाएको तँलाई। जति नै धनी भए पनि मम्मी, माइतबाट ल्याएको सामान त यहाँ चिज हुन्छ नि। देउरानीकोबाट चाहिँ कति सामानहरू आइबस्छ, महिनै पछि पठाइदिनुहुन्छ। मलाई चाहिँ कहिल्यै पठाइदिनु भएको छैन। अनि म यहाँबाट पनि तपाईँलाई पठाइदिनु मिल्छ। यहाँ पनि कति नयाँ नयाँ सामानहरू पाउँछ। अब तपाईँहरूले सामान पठाइदिनु हुँदैन, म कसरी पठाइदिनु मम्मी भन्नु त? योपालि चाहिँ दाजुलाई भनेर आँप पठाइदिनुहोस् ल मम्मी। तँलाई देउरानीले त केही भनेको छैन नि छोरी? त्यस्तो होइन मम्मी, उसले त केही भनेको छैन, तर मलाई नै अप्ठ्यारो लागेर आज मैले तपाईँलाई आफै फोन गरेको। ए ल छोरी, तँ चिन्ता नगर, ढुक्क परेर बस। म तेरो दाजुलाई भनेर आँप, लिची अनि लोकल काँक्रा पनि छ भने तँलाई पठाइदिन्छु छोरी। ल म राखेँ ल छोरी, बाई। बुहारी। हजुर मम्मी। छोरा कहाँ गएको छ? खै कहाँ जानुभयो, भर्खर त यहीँ हुनुहुन्थ्यो। किन मम्मी, के काम थियो? केही होइन बुहारी, त्यतिकै सोधेको। मलाई पनि त भन्दा हुन्थ्यो नि, नानीलाई आँप पठाइदिनु पर्थ्यो भनेर। कसरी थाहा भयो भनेर सोच्नु भयो होला मम्मी। तपाईँ अघि बात मार्नुहुँदै थियो नि, मैले थाहा पाइहालेँ। ज्वाइँले चाहिँ अब नानीलाई आँप पनि ल्याएर खुवाउनु सक्नु हुँदैन क्या मम्मी? ज्वाइँ ल्याउन नसकेको होइन बुहारी, ज्वाइँले त धेरै कुरा लिएर आउनुहुन्छ नि, तर छोरीलाई पनि त माइतबाट ल्याएको सामान खानु मनपर्छ होला, अरूलाई देखाउनु मनपर्छ होला के ल्याइदिनु भएछ माइतबाट, के पठाइदिनु भएछ मेरो बाबा आमाले, मेरो दाजुभाइले भनेर, होइन? त्यही कारण नि बुहारी। तपाईँले ठिकै भन्नुभयो मम्मी, दिदीलाई एकदमै गाह्रो हुन्छ। देउरानी पढ्यो ठुलो घरनाको, उहाँको चाहिँ माइतबाट सामान आइबस्दो रहेछ, अनि हाम्रो चाहिँ यहाँबाट सामानै जाँदैन। त्यही भएर एउटै घरमा बसेपछि गाह्रो त भइहाल्छ नि। हुन्छ मम्मी, तपाईँ ढुक्क पर्नुहोस्, अहिले म उहाँ आएपछि 1 किलो आँप अनि काँक्रा हुन्छ, लिची के हुन्छ, म उहाँलाई हालिदिनु भन्छु नि मम्मी। ल हुन्छ, तपाईँ जानुहोस् मम्मी। तिमी जस्तो बुझ्ने बुहारी सबैको घरमा परुन्।